जिल्लामा सबिउ चुनावको माहौल तात्यो। 4 संगठन विरुद्ध अनेरा सबिउ र स्वतन्त्र समूह एक्लै भिड्दै। स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहले मनोनयन दर्ता गरेको छ। पार्टीको संगठनलाई चुनौती दिँदै स्वतन्त्र विद्यार्थी समूहले मनोनयन दर्ता गरेको हो। समूहको तर्फबाट सभापतिमा अनुपराज पाण्डेले मनोनयन दर्ता गरेका छन्। त्यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठनको तर्फबाट सभापतिमा टेकराज केसीले उम्मेदवारी दर्ता गराएका छन्। केसी क्याम्पसको वर्तमान सबिउ सभापति समेत हुन्। केसी पुनः सभापतिका लागि उम्मेदवारी दिएका हुन्। त्यस्तै केसी र पाण्डेसँग सभापतिमा भिड्न 4 संगठनको तर्फबाट माओवादी निकट संगठन केशर सुनारले सभापतिमा उम्मेदवारी दिएका छन्। उनले विप्लव निकट, काङ्ग्रेस निकट, मसाल निकट र माओवादी निकट विद्यार्थी संगठनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। चैत्र 5 गते हुने सबिउ चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता थियो। जिल्लाका अन्य क्याम्पसहरूमा पनि उम्मेदवारी दर्ता भएका छन्। 4 संगठनको विरुद्ध अनेरा सबिउले चुनावमा प्रतिस्पर्धा गर्दैछ।